प्रधानमन्त्री बन्न गयो यो भनेर कतिले मलाई भनिराख्नु भएको छ। 3 करोड नेपालीमा हर्क साम्पाङ मात्रै हो यस्तो खालको चाहिँ विषम परिस्थितिलाई म ह्यान्डल गर्छु भनेर आँट गरेर जाने मान्छे। यो चाहिँ बुझ्नुहोस् तपाईँहरूले, मलाई प्रधानमन्त्री बनाउने, मलाई के बनाउने भन्ने कुरा होइन। म त यो देश बनाउनको लागि ढुङ्गा बोकिरहेको मान्छे हो। मेरो देशै छैन भने कहाँ ढुङ्गा बोक्ने म? विदेशमा ढुङ्गा बोक्नु पर्ने भने त म एउटा भिजा लगाएर गइहाल्छु होइन। धेरै मानिसहरूले मलाई पद दोलु भनेर होइन आरोप पनि लगाउनु। खिचिटिउरी गर्नुभयो, तर सच्चा नेपालीहरूको साथ मलाई रहिराखेकै छ। प्रधानमन्त्रीको बनाउने कसलाई बनाउने भन्ने कुराहरू त्यहाँ निस्क्यो। त्यसो हुँदाखेरि जेनजी भन्ने बित्तिकै यङ जेनेरेसन हो, द यङ्गेस्ट जेनेरेसन। त्यो यङ्गेस्ट जेनेरेसनको चाहना चाहिँ के थिएछ भने बालेनले गरिदियोस् भन्ने रहेछ होइन। तर बालेनजीले चाहिँ अब गर्न नमानेर उहाँले चाहिँ सुशीला कार्कीको नाम सिफारिस गर्नुभएको छ भन्ने कुराहरू आयो। सुनेको कुरा बुझेको कुरा भन्ने हो हामीले, त्यो अनुसन्धानको विषय फाल्टै होला। अनि त्यो सुशीला कार्की त अब जे भए पनि उहाँलाई अपमान मैले गरे होइन, अहिले अब प्रधानमन्त्री भइसक्नु भएको छ। त्यतिखेरको सिचुएसन मैले यहाँ भन्नुपर्छ। उहाँ त वृद्ध हुनुहुन्छ है, एउटा वृद्धलाई हटाएर केपी ओली वृद्धलाई हटाएर अर्को वृद्धलाई किन ल्याउने हामीले? जेनजी भन्नुको मतलब यङ्गेस्ट जेनेरेसनको म्यान्डेट त यङ मान्छेले चलाओस् है, बालेनले चलाउँदैन भने हर्क साम्पाङले चलाओस् भन्ने त्यहाँनिर चाहिँ के हो त भन्दाखेरि ओ भयो। त्यहाँ र्याली भयो, र्यालीमा पनि भाग लिएँ होइन, र्याली पनि मैले भाग लिएँ। अघि अब नगर प्रमुख भएर पछाडि बस्ने कुरो भएन, अगाडि ब्यानरलाई सबै युवाहरू खुसी हुनुहुन्थ्यो होइन। राम्रो काम गरेरै होला, नत्र भने म त्यहाँ निस्केको भए कुटाइ खान्थेँ होला। त्यत्रो मान्छेहरूले भनिसकेपछि मलाई यसो लाग्यो होइन, म त यो देश बनाउन आएको मान्छे हो। हिम्मत हारेको भन्नुहुन्छ तपाईँले के? म जति हिम्मतिलो कोही पनि छैन यो देशमा, कुरा बुझ्नुहोस्। तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ, ठिक छ लाग्छ भने मलाई लागोस् भनेर म त्यो उसमा निस्केँ। सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा त्यतिखेर, सबै मान्छे घरमा लुकिरहेको बेलामा यो देशलाई बचाउनका लागि दण्डनीय बलिरहेको आगोमा हाम फालेँ। मैले हाम फाल्ने निर्णय गरेँ। 500 किलोमिटर टाढा गइयो हामी होइन। यो देशको नबोल्नु न दाइ, नबोल्नु न तपाईँ, नबोल्नु न। थाहा छ मलाई, सबैको मलाई थाहा छ, तर यो कुरालाई व्यक्त गर्दाखेरि त्यति इजी छैन क्या। त्यसले गर्दा हो मलाई कसैको साथ नभएको, डर लागेको भन्ने कुरै होइन। अनि त्यस्तो डरपोक मान्छे भए त्यसरी जान्छ? जाँदैन नि त। तर मलाई के लाग्छ भने यो देश रह्यो भने न हामी रहने हो होइन। देशै रहँदैन भने अब यो तपाईँहरू जस्तो मान्छेले होइन सोच्नुपर्छ, कसै न कसैले सोच्नुपर्छ। अब हामी सैनिक शासन पनि लगाउँदैनौँ, कुक पनि गर्दैनौँ होइन। कुक लगाउने हाम्रो ऊ छैन, सैनिकले लिँदैन। विषम परिस्थितिमा अब नेपालको इतिहासमा जहिले पनि जनतालाई साथ दिएको छ। हामीले चाहेको भए होइन तपाईँको अझै धेरै हजारौँ मान्छे मर्न सक्थ्यो, तर हामीले त्यो चाहेनौँ, हामी ब्याक भयौँ।